हेलो एभ्रिवान, वेलकम, नमस्ते, सेवारो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि आज तपाईलाई स्वागत गर्न चाहन्छु मेरो नयाँ भ्लगमा। आज चाहिँ भ्लग बनाउनु तम तयारमा छु म। हेर्नु होला मेरो भ्लग कस्तो हुन्छ, हेरेर साथ। हामी चाहिँ अब विशेष काममा जाँदैछौँ हाम्रो मम्मीसँग। हाम्रो गाउँघर हो अनि हेर्दै जानु होला आजको हाम्रो कार्यहरू। हामी पर जाँदैछौँ मुराहाङमा, देखाउनेछौँ के हुन्छ आजको भ्लगमा। गाउँघर है गाइज, परको डाँडामा पुग्नुपर्ने हामी चाहिँ एकदमसँगले। हाम्रो मुराहाङ बजार है गाइज, माथि। ल यो चाहिँ हाम्रो के मन्दिर पो भन्छ, शिव मन्दिर। एकदम सँगले कति राम्रो छ न त। माथि चाहिँ हाम्रो गनेभिर एकदम राम्रो। त्यहाँदेखि चाहिँ हाम्रो मुराहाङ बजार एकदम राम्रो देखिन्छ अनि कति राम्रो दृश्यहरू देखिन्छ त्यहाँदेखि चाहिँ। यो चाहिँ मन्दिर हो। हेर्नुहोस् यहाँनिर, यहाँ दुलो छ। मुराहाङको नाम चाहिँ कसरी बस्यो भन्दाखेरि यही दुलो बाटो चाहिँ उहिले गयो अरे क्या, कुकुर छिरी गयो अरे। अनि यहाँबाट छिरेको कुकुर चाहिँ उता चैनपुर कि कहाँ निस्क्यो अरे। अनि त्यही भएर यो ठाउँको नाम चाहिँ मुराहाङ भनेर बस्न गयो अरे। कसरी पस्यो होला है त्यति माथि कुकुर। हेत्तेरिका यत्रो ठुलो ठुलो ढुङ्गा बाटो त्यट। ल यो चाहिँ हाम्रो मुराहाङ बजार हो। यता पर बाटो हेर्दाखेरि यस्तो देखिन्छ। अझै माथिको गनेभिरबाट हेर्दाखेरि त एकदम राम्रो बजार। यहाँ तल चाहिँ स्कुल छ है। यो बस स्ट्यान्ड भन्छ कि के भन्छ, बस स्टप कि के भन्छ। उहिले नै चाहिँ हाम्रो बाजे बोजूको च्यान राखेको थियो अरे। अनि च्यान राखेर के अरे पछि यहाँ स्कुल बनेको अरे भन्नुहुन्छ। तर अब के हो कसो हो हामीलाई त्यति थाहा हुँदैन उहिलेको कुराहरू। अनि आमै हेर्नुहोस् त हाम्रो गाउँ मुराहाङ बजार। वाउ, हामी आइपुग्यौँ है यहाँनिर पुरेत बाकोमा, धामीकोमा। अब हेरौँ के हुँदो रहेछ। लेट्स सी। अब अम्बके मेला जाँदैछौँ। सो तपाईँहरूले हेरिदिनु होला। अम्बके मेलामा हामी अम्बक खानेछौँ, बल हेर्नेछौँ, रमाइलो गर्नेछौँ। सो तपाईँहरूले हेर्नु होला। यो चाहिँ हाम्रो सल्लेरी गाउँ भन्छ। ल गाइज हेर्नुहोस्, हामी चाहिँ ग्राउन्डमा पुगिसकेका छौँ। गेम भइरहेको रहेछ एकदम। यहाँ दर्शकहरू हेर्न सक्नुहुन्छ एकदम। ल छोटो छोटो भ्लग बनाइरहेको छु। दोस्रो म्याच। हेलो गाइज, अब आजको भ्लग चाहिँ यति नै है। हामी चाहिँ मेला हेरेर फर्किसक्यौँ घरमा। अब हामी चाहिँ घर पुग्छौँ। सो अब आजको भ्लग चाहिँ यति नै। सबैजनाले हेरिदिनु होला अनि लाइक, कमेन्ट, सब्सक्राइब सबै गरिदिनु होला। धन्यवाद।